नम्रता उठ खोइ तिम्रो होमवर्क सर कपी छैन। म तिमी किन सधैँ कपी कलम किनेर ल्याउँदिन मैले कतिचोटि भने तिमीलाई कपी कलम किनेर ल्याउनु भनेको भोलि पनि भएन भने म तिमीलाई कक्षा कोठामा राख्दिनँ। साथी तिमीले कपी कलम किन किनेर ल्याएनौ? तिमीलाई सरले कराउनु भयो? त्यसै भन न भन के म तिम्रो मिल्ने साथी होइन र? हो। नत्र भए भन न भन के म तिमीलाई सहयोग गर्न सक्छु? यता सरले कपीले भन्छ उता बाले रक्सी खाएर आमासँग झगडा गर्नु हुन्छ। हो र? घरमा चामल किन्ने पैसा छैन तँलाई कहाँबाट कपी किन्नु भन्नुहुन्छ। आमाको ज्यालाबाट 1-2 दिनपछि पैसा आउँछ त्यसपछि किनिदिनु भनेछ कपी। ए हो र? कस्तो पेट दुखिरहेछ साथी? के भयो र? बेलुकाको बासी भात खाएर आएको। बिहान आमा काममा जानुहुन्छ अनि केही नभेटेर मैले बासी भात खाएर आएको। ओहो साथी तिमीलाई त धेरै समस्या रहेछ। म गएर यो कुरो सरलाई भन्छु। पर्दैन साथी। तिम्रो समस्याको बारेमा के उपाय निकाल्नुहुन्छ कि सरहरूले? ल ल।